हेलो गाइस, फेरि हामी अर्को हाइकिङ भिडियोमा आइपुगेका छौँ। यसपालिको भिडियो चाहिँ हाम्रो चम्पादेवी हाइकिङ हुँदैछ। हामी भर्खरै बाइक राखेर अगाडि बढिरहेका छौँ। र गाइजहरू, हामी अहिले लगातार यात्रामा छौँ। यहाँ गाडी हिँड्ने बाटो हामीले भेटेका छौँ, सानो सर्टकट पार गरिसँग। र हामीसँग हुनुहुन्छ यहाँ हाम्रो आशिष जोशी सर, उहाँ र म गरेर दुईजना आजको हाम्रो यो चम्पादेवी हाइकिङमा हामी पार्टिसिपेन्ट भएर हिँडिरहेछौँ। हेलो गाइस, अहिले चाहिँ हामी दुईवटा सानो पहाड उक्लिसकेपछिको यो फराकिलो फाँटमा आइपुगेका छौँ। रिसोर्ट पनि यहाँबाट नजिकै छ। प्रायः जस्तो चाहिँ माथि बाइक यहाँसम्म लिएर आएर यहाँ राखेर यहाँबाट हाइकिङ सुरु गर्छौँ। तर हामीले चाहिँ तल नै बाइक राखेर हिँड्दै आयौँ। यहाँबाट हाम्रो मेन जर्नी चाहिँ यहाँ यताबाट सुरु हुन्छ। हामी निरन्तर यात्रामा छौँ। र यात्रा गर्दै जाँदाखेरि चाहिँ अब हामी सिधै यो माथि उकालोतिर अगाडि बढ्दैछौँ। मसँग हुन्छ हाम्रो यहाँ आशिष सर। यो पछि हाम्रो अबको यात्रा यो सिधै उकालो, यो क्यामेरामा देखिया छ कि छैन उकालो, तर लास्टै उकालो छ, सिधै उकालो। हामी अलमोस्ट सर हामी अलमोस्ट कति आधा बाटो आयौँ होला है? 1 घन्टा भयो हामी हिँडेको? हामी 1 घन्टाभन्दा बढी भइसक्यो हिँडेको। म चाहिँ अलिक पुरै नै थाकेँ। हाम्रो आशिष सर चाहिँ हिमाली भेग, कुन ठाउँ रहेछ तपाईँको घर? बजाङ, उहाँको मेन घर चाहिँ। हामी यता अफिसमा सँगै काम गर्छौँ। अहिले हामी दुईजना लगातार हिँडिरहेछौँ। हो गाइजहरू, हामी अझै हिँडिरहेछौँ र यात्रा हाम्रो लामै हुनेछ जस्तो छ। हामीले सोचेको भन्दा हाम्रो यहाँ हाइकिङ ट्रिप चाहिँ लामै हुन्छ जस्तो छ। हामी अहिले दिनको मध्यतिर आइपुगेका छौँ। र यहाँबाट चाहिँ अघिसम्म हामी उकालो चढिरहेको थियौँ भने चाहिँ अब यहाँबाट चाहिँ हामी तल उरालोतिर झरिरहेछौँ। र यो तल सिधै तलतिर गइरहेछौँ। र तल गएर हामी यसबाट फेरि माथि उकालो चढ्नेछौँ। गाइज, अहिले हामी यहाँ रोकिएर हामीले काफलको बोट भेट्यौँ। र हाम्रो आशिष सर चाहिँ काफल टिप्नमा व्यस्त हुनुहुन्छ। र मेरो हातमा दुईवटा काफल आइ पनि सक्यो। र सर हेरौँ त अरू कता छ हाम्रो काफल। हरियो त मिठो न होला, हल्का अमिलो हुन्छ। हल्का होइन, धेरै नै अमिलो हुन्छ। काफल छैन नि, पाकेकै छैन। अहिले हामी यता रोकिएका छौँ र हाम्रो आशिष सरले केही टिपेर खाँदै हुन्छ। सर यो के को बोट हो? तिरुडा। ए, हाम्रोतिर चाहिँ तिरुडा भन्छ, कसैतिर तिरमडा भन्छ। आफ्नो ठाउँमा विभिन्न नामले चिनिन्छ। अहिले यसको सिजन हो यो बेलामा? हजुर, अहिले सिजन हो? अहिले सिजन। ए, मैसेलु यो लगभग सँगै हुन्छ। भनेपछि हाम्रो पहाडी भेगमा हुने भयो नि त यो? हो, विशेष गरी हिमाली पहाडी भेगमा हुन्छ। यसको टेस्ट म पनि एउटा खानु पर्यो। यो के पाकेपछि पनि पहेँलै हुने हो? होइन, यसको दाना चाहिँ पाकेपछि कालो कालो हुन्छ। यो चाहिँ फुल हो। ए, फुल पनि खानु मिल्छ? हजुर। गाइस, म पनि एउटा फुल ट्राई गर्दैछु। अलिक काँडा पनि हुँदो रहेछ यो। आई विल ट्राई।
अलिक अमिलो टेस्ट हुँदो रहेछ अमिलो अलिक टर्रो हामी माथि उक्लिँदै गर्दाखेरि हामी यहाँबाट माथि अहिले उक्लिएर आछौँ अनि यहाँबाट चाहिँ हाम्रो तौदह र उ त्यहाँनिर चाहिँ हाम्रो चोबारको सुक्खा बन्दरगाह पनि देखिन्छ अब यहाँबाट चाहिँ हामी माथितिर अगाडि बढ्दैछौँ मेबी यो चाहिँ हाम्रो लास्ट चढाइ हुन्छ जस्तो छ यो पछि चाहिँ हामी अलमोस्ट चम्पादेवी मन्दिरसम्म पुगिन्छ भन्ने आश छ मलाई पनि एक्ज्याक्ट चाहिँ थाहा छैन मेरो पनि यो फर्स्ट टाइम हो लेट्स सी फाइनली गाइस हामी चम्पादेवी मन्दिर आइसकेका छौँ र केही बेर यहाँ चौतारीमा विश्राम गर्नेछौँ र विश्राम गरिसकेपछि हामी फेरि चम्पादेवी मन्दिरको दर्शन गर्नेछौँ र एकछिन बसाएपछि हामी फेरि तलतिर झर्नेछौँ यो चाहिँ हाम्रो चम्पादेवी मन्दिर यसैको लागि भनेर हामी लगभग 2-2.5 घन्टा जतिको राम्रै ट्रेकिङ त नभनौँ हाइकिङ गरेर यहाँसम्म आइपुग्यौँ यो गर्मीको महिनामा सो गाइस हामी चम्पादेवी मन्दिरको दर्शन गर्न गइरहेछौँ र यो गरिसकेपछि हामी तलतिर झर्नेछौँ फाइनली गाइस हामी चम्पादेवी मन्दिरको दर्शन गरिसकेपछि फर्किरहेका छौँ र अलमोस्ट अहिलेको 2 बजिसक्यो र हामीसँग सर पनि हुनुहुन्छ र अब मेबी 2-2.5 घन्टामा हामी तलतिर पुग्छौँ हाम्रो यात्रा एकदम रमाइलो भयो दिउँसो चाहिँ अलिक गर्मी भएको थियो अहिले चाहिँ शीतल पनि भएको छ चम्पादेवी मन्दिरको दर्शन गरिसकेपछि अहिले हामी आइपुगेका छौँ कीर्तिपुरमा रहेको प्रसिद्ध ताल तौदह भनिन्छ मञ्जुश्रीले काठमाडौँको पानी चोबार काटेर निकालेपछि नागराज कर्कोटक यही तालमा आएर बस्न थालेका थिए यो सँगै हाम्रो यात्रा पनि यही सकिएको छ थ्याङ्क्स फर वाचिङ